आज हामी एउटा यस्तो व्यक्तिको कथा भन्दैछौँ जसको नाम आज संसारको हरेक घरको बाथरुम र भान्सामा जोडिएको छ। एक समय खल्तीमा एक पैसा नभएको र घरबाट निकालिएको एक गरिबी ठिटो 16 वर्षका विलियम आफ्नो गरिब परिवारलाई छोडेर न्युयोर्क सहरतर्फ लाग्छन्। उनीसँग न त पैसा थियो न त कुनै सिप। न्युयोर्क पुगेपछि उनले एक साबुन बनाउने कारखानामा मजदुरको रूपमा काम सुरु गरे। उनले त्यहाँ भुइँ पुछे, भाँडा माझे र साबुन बनाउने कडा परिश्रम गरे। तर उनी केवल मजदुर मात्र थिएनन्, उनी एक जानकारी खोज्ने विद्यार्थी थिए। उनले काम गर्दा गर्दै व्यवसायका ससाना कुराहरू सिके। 2 वर्षको कडा मजदुरीपछि सन् 1806 मा उनले आफ्नै एउटा सानो पसल खोले, विलियम कोलगेट एन्ड कम्पनी। सुरुमा उनले साबुन र मैनबत्ती बेच्न थाले। सुरुका दिनहरू अत्यन्तै कष्टकार थिए। बजारमा ठुला ठुला व्यापारीहरू थिए, तर विलियमले हार मानेनन्। उनले 2वटा कुरालाई आफ्नो हतियार बनाए, गुणस्तर र इमान्दारिता। अरूको भन्दा राम्रो साबुन, नाप र तौलमा कहिल्यै ठगी गरेनन्। बिस्तारै उनको व्यापार फैलिन थाल्यो। उनी आफै सामान बनाउँथे, आफै डेलिभरी गर्थे, आफै हिसाब राख्थे। एक मजदुरको हात अब बिस्तारै व्यवसायको हातमा परिणत हुँदै थियो। त्यस समयमा साबुन र मैनबत्ती बनाउनु निकै गाह्रो र फोहोर काम मानिन्थ्यो। मानिसहरू जनावरको बोसो उमालेर घरमै साबुन बनाउँथे, जसको गन्ध निकै नराम्रो हुन्थ्यो। विलियमले मजदुरको रूपमा काम गर्दा देखे कि मानिसहरूलाई राम्रो गन्ध आउने र गुणस्तरीय साबुनको आवश्यकता छ। उनले फोहोर काम गरेर संसार सफा राख्ने कठिन बाटो रोजे। तर उनले व्यवसाय सुरु गरेको केही वर्षमै सन् 1812 मा अमेरिका र बेलायती बीच युद्ध भयो। त्यस बेला कच्चा पदार्थको अभाव भयो र व्यापार ठप्प भयो। धेरै व्यापारीहरू टाढ पल्टिए। तर विलियमले आफ्नो खर्च कटौती गरेर र इमान्दारिता कायम राखेर त्यो सङ्कट टरे। उनले आफ्ना ग्राहकहरूलाई कहिले गुणस्तरमा सम्झौता गरेनन्। विलियमको एउटा ठुलो सङ्घर्ष आफ्नो लोभमाथि विजय पाउनु पनि थियो। उनले सुरुदेखि नै आफ्नो आम्दानीको 10% आर्थिक सहयोग गरे। जब उनी सफल हुँदै गए, उनले त्यसलाई बढाएर 20%, 30% हुँदै अन्त्यमा आफ्नो आम्दानीको 90% सम्म दान गर्न थालेका थिए। पैसा कमाउनु भन्दा बढी उनलाई सहयोग गर्ने भोक थियो। विलियम आफैले उच्च शिक्षा पढ्न पाएका थिएनन्, तर उनले शिक्षाको महत्त्व बुझेका थिए। उनले न्युयोर्कको एक विश्वविद्यालयमा यति धेरै आर्थिक सहयोग गरे कि पछि उनको सम्मानमा उच्च संस्थाको नामै कोलगेट विश्वविद्यालय राखियो। एउटा रोचक कुरा के छ भने विलियमको जीवनकालमा साबुन र मैनबत्तीका लागि प्रख्यात थिए। त्यो साम्राज्यको त्यो नाम र त्यो विश्वास विलियमले आफ्नो पसिनाले खडा गरेका थिए। एउटा गरिब केटो जो न्युयोर्कको सडकमा रित्तो हात आएको थियो। मर्ने बेलासम्म उनी अमेरिकाको सबैभन्दा धनी र सम्मानित व्यापारीहरूमध्ये एक बनिसकेका थिए। विलियम कोलगेटको जीवनले सिकाउँछ कि व्यवसाय भनेको केवल पैसा कमाउने माध्यम होइन, यो सेवा गर्ने र विश्वास जित्ने माध्यम हो। एउटा गरिब ठिटोले आज विश्वभर युज हुने कोलगेट टुथपेस्ट बनाए। आजको कथा कस्तो लाग्यो हामीलाई पक्कै बताउनुहोला। अर्को अङ्कमा फेरि भेटौँला।